हेलो नमस्ते सम्पूर्णलाई धेरै धेरै माया अनि मिठो सम्झना भन्दै तपाईहरु सामु अझ म आएको छु। किन आएको छु भन्दाखेरि एआई को जमाना है। अहिले एआई को जमाना, त्यही भएर एआई मार्फत मैले पनि एउटा गीत तयार पारेको छु, जुन गीत चाहिँ तपाईहरुलाई सुनाऊ भनेर म पनि आएको छु र त्यो गीत सुनाउनलाई। यो गीत चाहिँ कसलाई लक्षित गर्दै बनाएको हो भन्नुहुन्छ भने चाहिँ मैले धरन कमियार र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ ज्यूलाई लक्षित गर्दै मैले एआईलाई रिक्वेस्ट गरेर एआईले चाहिँ यो तरिकाको गीत तयार पारेको छ। कस्तो तयार पारेछ भन्ने तपाईहरुले पनि सुनाउनलाई हैन। अब कस्तो सुनिँदो रहेछ, कस्तो चाहिँ एआईले बनाउँदो रहेछ, एआईले कसरी चिनेको रहेछ हर्क सम्पाङलाई है, त्यही सुनाउनलाई तपाईहरु माझ आएको छु। र अर्को कुरा, तपाईसँग म जोडिने र मसँग तपाई जोडिनुको लागि मात्र फेसबुक पेज, यो फेसबुक पेजलाई, मेरो फेसबुक पेजलाई चाहिँ जसले फलो गर्नु भएको छैन त्यसले चाहिँ फलो गरिदिनुहोस्, किनकि अरु बेला र आउने दिनहरुमा पनि तपाई र म जोडिनुको लागि यही पेज हुन सक्छ। त्यसैले जोडिहाल्नुहोस् र फलो गरिदिनुहोस् है। र अब यो गीत सुनाऊ कस्तो रहेछ, हेरौँ एआईले कस्तो बनाएछ र हर्क सम्पाङलाई कसरी चिन्दो रहेछ एआईले। हस् सुनाऊ। थ्यांक यू। हर्का जस्तो नेता चाहिन्छ, सत्यको बाटो हिँड्ने मान्छे चाहिन्छ। कसैको डर छैन, त्यसको माया छ, हामीलाई हर्का के जस्तो आवाज चाहिन्छ। हर्का जस्तो नेता चाहिन्छ, सत्यको बाटो हिँड्ने मान्छे चाहिन्छ। कसैको डर छैन, त्यसको माया छ, हामीलाई हर्का के जस्तो आवाज चाहिन्छ। धरानदेखि काठमाडौँसम्म आवाज गुन्जियो, जनतालाई धोका दिने नेताको रात ढल्यो। हर्का दाइ उठे सत्य बोकेर, जनताको कर भन्दै सडकमै उभिएर। विदेश जानुपर्ने सपना किन, यहाँ देशै बन्न सकिन्छ भनी मुटुभित्र आगो हातमा बल हर्काले देखाए जनताकै चाल। हर्का जस्तो नेता चाहिन्छ, सत्यको बाटो हिँड्ने मान्छे चाहिन्छ। कसैको डर छैन, देशको माया छ, हामीलाई हर्काकै जस्तो आवाज चाहिन्छ। हातमा कलम, आवाजमा तागत, सिस्टम बदल्ने उनको छ चाहत। घुस कमिसन हुन लडिरहेका, जनताको आँसु पुछ्नै जन्मिएका। मोहनबाटै फेरिन्छ देश, हर्काको बोली आवाज छ केश। जनताको साथ छ, हर्का त बाक्ला, निष्पक्ष चले भविष्य नि उज्याला। सत्य बोलेको मन छोइदिन्छ, देशमा आशाको बत्ती बलिदिन्छ। हर्का उठेपछि जनता पनि उड्छ, अब फेरि यो देश पछि हट्दैन। हर्का जस्तो नेता चाहिन्छ,